घाँस काट्न गएको त नागिनको पो दर्शन भयो। सुरुमा त स्वागत छ हजुरहरू सबैलाई आजको मेरो अर्को न्यू मिनी भ्लगमा। आजको मेरो मिनी भ्लगको सुरुवात चाहिँ बिहान रोटी पकाउनको लागि पिठो मिच्नुबाट भइरहेको छ। म चाहिँ पिठो आँगनमा आएर मुच्दैछु साथीहरू, किनकि भित्र आमाले तरकारी बनाउँदै हुनुहुन्थ्यो नि त, त्यही भएर धुवा थियो। धुवामा त्यतिकै के बसेर मुच्नु भनेर म चाहिँ बाहिरको खुल्ला हावामा आएर पिठो मुच्दैछु। बाहिर पिठो मुचेको, बाहिर खाना बनाएको, बाहिर खाना खाएको राम्रो त मान्दैनन् कि गाउँघरमा, तर पनि म मुच्छु, मलाई कसैको मतलब लाग्दैन साथीहरू। अनि हजुरहरूकोतिर यो पिठो मिच्नुलाई के भन्छन्? हाम्रो सुदूरपश्चिमको भाषामा त यसलाई डल्लो मिच्नु भन्छन्। हजुरहरूकोतिर के भन्छन् कमेन्ट गर्नु होला है। धुलो मुचिसकेपछि मैले धुलोलाई आमालाई दिएँ। आमाले रोटी पकाउन्जेलसम्म चाहिँ म चाहिँ दाउरा फाड्छु भनेर गएको त साथीहरू, कहाँबाट दाउरा फाड्न सक्नु। मैले चाहिँ यस्तो दाउरा फाड्ने आजसम्म खासै फाडेको पनि छैन, मलाई आउँदैन पनि र सक्दैन पनि के। यो दाउरा चाहिँ पहिला पहिला मम्मीले फाड्नुहुन्थ्यो, त्यसपछि कहिले काहीँ बाबाले फाडिदिनु हुन्थ्यो र त्यसपछि भाइले फाड्थ्यो नि त। मैले त खासै त्यस्तो फाडेन, त्यही भएर म सक्दैन पनि। यो दाउरा फाड्न नसक्दाखेरि त मलाई मेरो भाइको लास्ट याद आइरहेको थियो। पहिला पहिला भाइलाई दाउरा फाड भनेर यस्तो झगडा गर्थेँ म। दाउरा फाड्नु भन्ने शब्दले हजुरहरूलाई हाँसो उठ्न सक्छ, हजुरहरूकोतिर दाउरा चिर्नु पनि भन्न सक्छन्, तर हाम्रोतिर चाहिँ दाउरा फाड्नु नै भन्छन् है साथीहरू। आधा एक घन्टाको अथक मिहिनेतपछि मैले चाहिँ यति दाउरा फाड्न सफल भएँ आज चाहिँ। त्यसपछि चाहिँ खानासाना खाएर हामीहरू घाँस काट्न, दाउरा काट्न भनेर फाकलातिर गएको थियौँ। फाकला भनेको के हो नभन्नु होला है, फाक्लो भनेको हजुरहरूकोतिर मेलो पनि भन्छन्, हाम्रोतिर फाक्लो भन्छन्। घाँस काट्न नपाउँदै साथीहरू घाँसको माथि त एउटा नागिनको बास भएको रहेछ, त्यो पनि उड्नेवाला। हेर्नु न, हामीले देखेपछि त्यो चाहिँ गएर रुखमा चढ्यो। यस्तो डर लाग्यो, यस्तो डर लाग्यो नि के भन्नु। यो भिडियो चाहिँ नजिकदेखि बनाएको चाहिँ होइन, टाढादेखि जुम गरेर बनाएको, त्यही भएर राम्रोसँग देखिरहेको छैन। रुखमा पुरै झुन्डियो यस्तो गरिरहेको थियो, नागिन डान्स गर्दै थियो। सायद म राति धेरै नागिन हेर्छु, त्यही भएर नागिन देखेको होला दिउँसो चाहिँ। यो गर्मी बर्खाको महिनामा चाहिँ सर्पहरू यस्तै हुन्, बाहिर निस्किरा हुन्छन्, त्यही भएर यो जङ्गलतिर घाँस काट्न जाने आन्टी दिदी आमाहरू चाहिँ धेरै सतर्क रहनु होला है। अनि के साथीहरू, अर्को कुरा, म आम टिप्न भने यति ठुलो रुखको टुप्पामा पनि गएको थियो हिजो, हजुरले देखिसक्नु भयो। आज म घाँस काट्नलाई भने यति सानो रुखमा पनि चढ्न सकिरहेको छैन, यस्तो डर लागिरहेछ, यस्तो डर लागिरहेछ। कुनै रुखमा खानेकुरा छ भने म त्यहाँ सक्छु, तर घाँस काट्नको लागि ना बाबा ना। तर मैले नाटक गरेको भने यस्तै हुन्छ, रियलिटी कुरा हो यो चाहिँ। त्यसपछि चाहिँ फाइनली हाम्रो घाँस दाउराको भारी पनि पुगिसक्यो। अब चाहिँ हामीहरू घर जानको लागि रेडी भएर म चाहिँ भारी पनि लाउँदैछु घर जानलाई। 10-15 मिनटको लामो यात्रापछि हामीहरू चाहिँ फाइनली घर पुग्यौँ। मेरो बहिनीले घाँसको टोक्को लिएर आउँदैछ, मैले चाहिँ दाउराको भारी पहिला नै पुगाइसकेको छु। आजको लागि यति नै, भेट्नेछु अर्को मिनी भ्लगमा। बाई बाई, लभ यु गाइज।